नमस्ते। आज हामी नवजात शिशु किन रुन्छन् र उनीहरूलाई शान्त पार्ने सजिलो उपायहरू के छन् भन्ने बारे कुरा गर्नेछौँ। नवजात शिशुहरू किन धेरै रुन्छन्, उनीहरूको रुनुको पछाडि मुख्य कारणहरू के हुन्छन् र यसलाई कसरी समाधान गर्ने आज हामी सिक्नेछौँ। नवजात शिशु रुनुका धेरै कारणहरू हुन सक्छन्। मुख्य कारणहरू जान्दा समस्या समाधान गर्न सजिलो हुन्छ। शिशु भोक लाग्दा हरेक 2 देखि 3 घण्टामा रुन्छन्। साथै भिजेको वा फोहोर डाइपरले असहज महसुस गराउँदा पनि उनीहरू रुन थाल्छन्। ग्यास वा कोलिक हुँदा शिशुले खुट्टा खुम्च्याउँछन्, शरीर कडा पार्छन् र ठूलो आवाजले रुन्छन्। यो बेला बच्चालाई असहज भइरहेको हुन्छ। बच्चा निद्राले लट्ठिएर वा धेरै उत्तेजित भएर पनि रुन्छन्। यदि उनीहरूलाई धेरै गर्मी वा धेरै जाडो महसुस भयो भने पनि रुन सक्छन्। कहिलेकाहीँ त उनीहरूलाई समातेर काखमा बस्न मन लागेर मात्रै रुन्छन्। अब हामी बच्चालाई तुरुन्त शान्त पार्ने केही सरल र प्रभावकारी उपायहरू हेर्नेछौँ। पहिलो उपाय, बच्चालाई तुरुन्तै स्तनपान गराउनुहोस् वा बोतलले खुवाउनुहोस्। दोस्रो, डाइपर भिजेको छ वा फोहोर भएको छ भने तुरुन्त बदल्नुहोस्। बच्चालाई काँधमा राखेर डकार दिलाउनुहोस्। ग्यास कम गर्न पेटमा हल्का मसाज दिनुहोस्। सेतो आवाज, व्हाइट नोइज वा ससस आवाज प्रयोग गर्दा पनि शिशु शान्त हुन्छन्। शिशुलाई काखमा समातेर बिस्तारै हल्लाउँदा उनीहरू सुरक्षित महसुस गर्छन् र रुन छोड्छन्। सामान्य उपायहरूले काम नगरेमा वा गम्भीर लक्षण देखिएमा डाक्टरसँग सल्लाह लिनु आवश्यक हुन्छ। यदि बच्चा लगातार 3 घण्टाभन्दा बढी रोएमा वा खाना खान नमानेमा तुरुन्तै डाक्टरलाई देखाउनुहोस्। यदि शिशुलाई ज्वरो आएमा, श्वास फेर्न गाह्रो भएमा वा छाला पहेँलो, जन्डिस देखिएमा ढिलो नगरी डाक्टरको सल्लाह लिनुहोस्। यी सरल सुझावहरूले अधिकांश नवजात शिशुलाई शान्त पार्न मद्दत गर्छन्। यदि यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक र सब्स्क्राइब गर्नुहोस्।